ल एउटा कुरा सोचौँ त, हाम्रो गाउँठाउँ सहरमा पार्क सडक बनाउन वा अरू विकासका काम गर्न पैसा कहाँबाट आउँछ होला, अनि त्यो पैसा कसरी खर्च हुन्छ होला? यो प्रश्न जति सुन्दा सामान्य लाग्छ, यसको व्यवस्थापन त्यति नै महत्त्वपूर्ण छ। तर चिन्ता नलिनुहोस्, आज हामी संविधानले बनाएका यही नियमहरूलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गर्नेछौँ। पक्कै पनि यो प्रश्न हामी सबैको मनमा कहिलेकाहीँ आउँछ होला, होइन त? हामीले तिरेको कर होस् वा माथिबाट सरकारले पठाएको पैसा, आखिर त्यो कहाँ जान्छ र कसरी हाम्रो विकासमा खर्च हुन्छ? यो हाम्रो दैनिक जीवनसँग सिधै जोडिएको विषय हो र यसको जवाब हाम्रो संविधानभित्रै लुकेको छ। ल त्यसो भए सुरु गरौँ पहिलो प्रश्नबाटै। स्थानीय सरकारले पैसा उठाउँछ चाहिँ कसरी? तर यहाँ एउटा रमाइलो कुरा छ, यो अधिकार जति छ त्यति नै यसको सीमा पनि छ। यो नै सबैभन्दा मुख्य र आधारभूत नियम हो। संविधानको धारा 228 ले एकदमै स्पष्टसँग के भन्छ भने कानुन बिना कुनै पनि कर लगाउन वा उठाउन पाइँदैन। मतलब हरेक आर्थिक निर्णयको पछाडि एउटा कानुनी आधार हुनै पर्यो। ल कानुन बनाएर कर उठाउने अधिकार त भयो, तर के जस्तो मन लाग्यो त्यस्तै नियम बनाउन पाइन्छ त? पाइँदैन। यसको पनि एउटा स्पष्ट सिमाना तोकिएको छ, किनभने स्थानीय तहको निर्णयले छिमेकी र पुरै देशलाई नै असर पार्न सक्छ। अब हेर्नुहोस् है, यो कुरा किन महत्त्वपूर्ण छ। स्थानीय तहले बनाउने नियमले पुरै देशको अर्थतन्त्रलाई असर पार्नु भएन। जस्तै एउटा ठाउँबाट अर्को ठाउँमा सामान लैजाँदा बाधा हुने वा छिमेकी पालिकालाई नै असर पर्ने खालको कर लगाउन पाइँदैन। यसले के गर्छ भने समय तहबीच एउटा आर्थिक तालमेल कायम राख्छ। ल पैसा उठाउने नियम त थाहा भयो। अब प्रश्न आउँछ, उठाएको पैसा जान्छ कहाँ? आउनुहोस् अब यो आधिकारिक ढुकुटीको कुरा गरौँ। हो नि, अब प्रश्न उठ्छ कि हरेक स्रोतबाट आएको पैसा छुट्टा छुट्टै राखिन्छ कि सबैलाई एकै ठाउँमा जम्मा गर्ने कुनै सिस्टम छ? संविधानले यसको जवाफ पनि दिएको छ। संविधानको धारा 229 ले एउटा स्थानीय सञ्चित कोषको कुरा गर्छ। अब यो के हो भनेर धेरै नसोच्नुस्। सिधा भाषामा भन्दा यो भनेको तपाईको गाउँपालिका वा नगरपालिकाको एउटा अफिसियल ब्याङ्क अकाउन्ट हो। सबै पैसा एकै ठाउँमा, हिसाब राख्न र निगरानी गर्न कति सजिलो भयो, होइन त? अब यो एउटै कोषमा पैसा आउने बाटोहरू चाहिँ धेरै छन्। हामीले तिर्ने स्थानीय कर, माथि केन्द्र र प्रदेश सरकारले पठाउने अनुदान अनि विकासका लागि लिइने ऋणहरू, सबैतिरबाट आएको पैसा यही एउटै भाँडोमा जम्मा हुन्छ। ल पैसा त जम्मा भयो। अब आयो सबैभन्दा महत्त्वपूर्ण पाटो, खर्च गर्ने तरिका। यो प्रक्रिया जथाभावी हुँदैन। यसका लागि एउटा वार्षिक योजना चाहिन्छ। भनेपछि त्यो ढुकुटीबाट पैसा निकाल्नका लागि एउटा आधिकारिक योजना अर्थात् बजेट हुनै पर्छ। संविधानको धारा 230 ले यही कुरा पक्का गर्छ। हरेक खर्चको पछाडि एउटा योजना र त्यसको सार्वजनिक स्वीकृति अनिवार्य छ। यो प्रक्रिया एकदमै प्रष्ट छ। हेर्नुस् है, पहिले चुनाव जितेर आएको कार्यपालिकाले एउटा अनुमान तयार पार्छ, आउने साल कति कमाई होला र कहाँ कहाँ खर्च गर्ने भनेर। अनि त्यो योजनालाई सबै जनप्रतिनिधि भएको सभामा लगेर छलफल गराएर पास गराइन्छ। यसले के गर्यो त? खर्चमाथि सबैको निगरानी भयो। तर सधैँ आम्दानी र खर्चको हिसाब ठ्याक्कै मिल्छ त? नमिल्न पनि सक्छ। कहिलेकाहीँ आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने हुन सक्छ। यस्तो बेला के गर्ने त? संविधानले यसको पनि बाटो देखाएको छ। हो, बजेटका यी दुई प्रकार बुझ्न जरुरी छ। सन्तुलित बजेट भनेको त सिधा भयो, जति कमाए उति खर्च। तर कहिलेकाहीँ कुनै ठूलो प्रोजेक्ट सुरु गर्नु पर्यो वा जरुरी काम आयो भने आम्दानीले मात्रै नपुग्न सक्छ। हो, त्यस्तो बेला घाटा बजेट ल्याइन्छ, जहाँ खर्च चाहिँ आम्दानीभन्दा बढी देखाइन्छ। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण नियम छ। घाटा बजेट ल्याउनु पाइन्छ, तर जथाभावी चाहिँ होइन। संविधानले के भन्छ भने यदि खर्च बढी देखाउने हो भने त्यो नपुगो पैसा कहाँबाट ल्याउने, ऋण लिएर होस् वा अरू कुनै स्रोतबाट, त्यसको पनि स्पष्ट योजना सँगसँगै देखाउनुपर्छ। ल यति धेरै नियम कानुनको कुरा गरियो, तर आखिरमा यिनीहरूको महत्त्व के हो त? छोटोमा भन्दा यिनीहरू नै स्थानीय तहमा राम्रो शासनको जग हुन्। यी 4 बुँदाले पूरै प्रणालीको सार बताउँछन्। हेर्नुस् त, पहिलो, हरेक काम कानुन अनुसार हुन्छ। दोस्रो, सबै पैसा एकै ठाउँमा हुँदा हिसाब किताब र निगरानी गर्न सजिलो हुन्छ। तेस्रो, खर्चको योजना सार्वजनिक रूपमा पास गर्नुपर्ने भएपछि जनप्रतिनिधिहरू जनताप्रति जवाफदेही बन्छन्। र चौथो, घाटाको पनि योजना बनाउनुपर्ने नियमले आर्थिक अनुशासन कायम राख्छ।
साँच्चै भन्ने हो भने यो सम्पूर्ण संरचनाको एउटै उद्देश्य छ, नागरिक र सरकार बीचको विश्वासलाई बलियो बनाउनु। जब हामीलाई थाहा हुन्छ कि हामीले तिरेको करको पैसा सही ठाउँमा सही प्रक्रियाबाट खर्च भइरहेको छ, तब मात्र लोकतन्त्र बलियो हुन्छ। तर एउटा अन्तिम प्रश्न, संविधानले त वित्तीय पारदर्शिताको लागि नियम बनाइदियो, तर ती नियमहरू लागू भए कि भएनन् भनेर हेर्ने, निगरानी गर्ने काम चाहिँ कसले गर्छ? यसको जवाफ अरू कसैमा होइन, हामी नागरिककै सक्रियतामा लुकेको छ।